उठ्नुभयो के छ आराम कुशल हुनुहुन्छ नि साथीहरू मैले त्यो हँसिया र बामफोको यहाँ आराममा बडाउलाई छोडिदिएँ र साथीहरू पानीको ट्याङ्की एकदम सुन्दर चिरिक्क परेको एकदम के भन्छ आधुनिक तरिकाले बनाइएको छ यो चाहिँ अनि यो डी चाहिँ हामीले बनाएको कहिले हो भने 2 वर्ष 3 वर्ष अगाडि कस्तो छ भन्ने अवस्था हेर्दैछु साथीहरू अमलाको रुख छ यो पर एकचोटि थियो जस्तो लाग्यो यसपालि चाहिँ रहेन हेर्दैछु के हो र हडिएर साथीहरू अमला म यहाँ टिप्दैछु अनि अमला चाहिँ खासै रहेन चाहिँ हुनु त त्यसलाई हुने पनि होइन नि त त्यस्तो छ अमला यो पनि घर धन्दा चाहिँ नभए नि टिपेँ मैले काठहरू त सबै भित्र बसेछ के गरिदिनुहुन्छ खाना पकाउँदै ठिक छ हजुर पाठा हेलो सम्पूर्ण बुवा खाम्चा भ्लग हेरेर बस्नुहुने साथीहरूमा नमस्कार अनि यहाँहरूलाई आजको यसमा भिडियोमा हार्दिक स्वागत गर्न चाहन्छु म रसबिन आज पनि एउटा नयाँ भिडियोको साथमा उपस्थित भइसकेको छु र आजको भिडियोलाई पनि अन्त्यसम्म हेरेर होइन माया गरेर सपोर्ट गरिदिनु होला र हाम्रो बुवा युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न नभुल्नु होला र त्यस्तै गरी हाम्रो टिकटक आइडी र फेसबुक पेजमा पनि जोडिनु होला उता पनि बुवा खाम्चा भ्लग सर्च गर्नुभयो भने पक्कै पनि भेट्नुहुन्छ भन्दै आजको भिडियोमा के रहन्छ भन्ने कुरा तपाईँले आजको भिडियोको हाइलाइट थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नुभयो र पनि एकपटक जानकारी गरौँ म चाहिँ आज 2-3 ठाउँ सानो कामले जाँदैछु होइन म पसलतिर जाँदैछु अनि सहकारीतिर पनि जाँदैछु अनि त्यस्तै आरामतिर हँसियाहरू चाहिँ अर्जा पनि बन्छ र अनि अलिक तल अनि एउटा फल भन्नुपर्छ होइन त्यो अमला यति बेला खास पाउँछ पाउँदैन पोहोरतिर त हुन्छ यो बेला पनि अलिअलि छ कि त्यो अमला पनि चाहिएको छ अनि त्यो अमला पनि टिप्न जाँदैछु भिडियो अन्तिमसम्म हेर्नु होला र के कस्तो लाग्छ कमेन्ट गर्नु होला र कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि जानकारी गराउनु होला भन्दै तपाईँहरूलाई ढिला नगरी भिडियो मार्फत नै अगाडि बढाउन चाहन्छु भिडियो अहिले चाहिँ साथीहरू म यो पोखराङको डाँडामा आइसकेँ यहाँनिर पिङ पनि थाप्छ त सही तिहार बेला अनि माथि आराम घर चाहिँ माथि हो अनि पसल चाहिँ अलिक पर अनि अर्को अमला टिप्नु जानुपर्छ यता तल एकछिनमा जान्छु म पहिले आराममा चाहिँ निक्लिनु पऱ्यो त्यो निक्लिनु पऱ्यो अनि त्यो बडाउलाई त्यो हँसिया र अनि बामफोको बेड बनाउनु दिनुपर्छ त्यहाँतिर राख्छु अनि त्यस पछाडि पसल जान्छु त्यस पछाडि म तल झर्छु साथीहरू भिडियो हेर्दै रहनु होला अनि हाम्रो गाउँको अथवा हाम्रो गाउँतिर अथवा हाम्रै गाउँको भनौँ न रोड चाहिँ यस्तो छ एकदम कच्ची छ तर ट्याक्सीहरू चल्छ सधैँ जस्तै यस्तै छ है साथीहरू भिडियो हेर्दै रहनु होला म चाहिँ बडाकोतिर उक्लिसके साथीहरू हुनुहुन्छ हुनुहुन्न के भन्नुहुन्छ काम गरिदिनुहुन्छ न आराम त यहाँ नयाँ जोड्नु पर्छ ए बडाउ उठ्नुभयो के छ आराम कुशल हुनुहुन्छ नि आराम कुशल हुनुहुन्छ नि के छ अहिले बिहान खाली हुनुहुन्छ सबै खाली हुनुहुन्छ ए टाकटाक छ मेरो हो दिइराख्छु म उतारि भएन तर यही पनि बेड चाहिँ दह्रो चाहिँ तर खियो हो कि केही भएको छैन नि भित्र मात्रै खिएर त्यो हल्लिएर यो अलिअलि हल्लिन थाल्यो त्यहाँदेखि मैले चलाइबसेँ के अनि त्यही भएर साथीहरू दामी फुल फुलिरहेको छ है के फुल पो भन्छ होला नि ठ्याक्कै आएन ल यहीँ छोडिदिए बडाउ ल साथीहरू मैले त्यो हँसिया र बामफोको यहाँ आराममा बडाउलाई छोडिदिएँ अनि एकछिन बनाइदिनुहुन्छ होला भन्दा पनि एकछिनमा म पनि टाइम लाग्छ यहाँ आउनु अनि म परतिर
पसलतिर जाँदैछु पसलबाट के सामान लानुपर्ने छ अनि पसलमा पनि केही सामानहरू मैले ल्याइदिएको छु त्यही भएर थुप्रै ठाउँ छ अझै सरकारतिर जानुपर्ने छ अनि त्यही भएर त्यो सुरुमै आउँदा आउँदै बाटोमै परेपछि मैले मासतिर उक्लेर दिइहालेको छु भएको त तपाईँ नि लान्छ चिसोले ऊ पल्लो छेउतिर लगाइसकेको छ त नि कोही कोही ठाउँमा कोही कोही त्यस्तै हुन्छ कोही छिटै गर्छ कोही गर्दैन कोही त किचिक्क परेर कामै दिँदैन कता हिँड्नुभयो हजुरबा चाहिँ लगाइसकेर म पसल आइसकेँ म आउनु पर्ने पसल यहाँ हो खोइ साउने ए बोजू पसलमा सामानहरू देख्नुहुन्छ हाम्रो गाउँतिरको पसल यस्तै यस्तै छ कता पसाउने हामी ए बोजू यहाँ फुल कति राम्रो फुलाउनु भएको रहेछ यता झन् राम्रो फुल तर कस्तो भिडियो त्यति राम्रो आयो जस्तो छैन यहाँ मेरो सामानहरू दिइरहेको छु त्यसपछि तल जान्छु साथीहरू डुलडुललाई दुध ल्याउनु भयो भैँसी कि के भैँसी छ नि ए ए टन्नै छ त दुध त नि खतरा खालको हो दुध दिने ल साथीहरू अब म चाहिँ होइन यहाँ पसल आइसकेँ मेरो सामान दिइसकेँ अहिले त्यहाँबाट के सामानहरू लानुपर्ने छ अनि अब चाहिँ म तल नै अलिक तलतिर अमला टिप्न जाँदैछु विशेष गरी आजको भिडियोमा चाहिँ अमला टिपेको अथवा अमलाको भिडियो देखाउने प्रयास गर्छु अब कति पाइन्छ त्यसलाई अलिक सिजन त खास चाहिँ होइन र पनि केही चाहिँ रहेको हुन्छ यहाँनिर साथीहरू बर एकदम मजाले फलेको रहेछ त्यो देखाउँदैछु ल सानो बिरुवा छ बोट चाहिँ सानो छ बरको दाना चाहिँ टन्नै लागेको छ साथीहरू म यहाँ ओह्रालो जाँदैछु अमला टिप्नको लागि यहाँ तल हो अमला टिप्ने चाहिँ तर ज्यादा अमला के छ अघि पनि भने पाइन्छ पाइँदैन पोहोर कि प्रत्येक साल त थियो जस्तो लाग्छ तर खास अमला पाक्ने र छिप्ने त थियो र पनि रहिराखेको चाहिँ हुन्छ यहाँ एउटा ट्याङ्की देखाउनु पऱ्यो साथीहरू पानीको ट्याङ्की एकदम सुन्दर चिरिक्क परेको एकदम के भन्छ यो आधुनिक तरिकाले बनाइएको छ यो चाहिँ मैले पहिले भिडियोतिर पनि देखाउने गर्थेँ यहाँ चाहिँ आइपुगेर हिँड्छु भने यो चाहिँ भनेको गोर्खा वेलफेयरद्वारा दिएको पानीको ट्याङ्की हो एकदम व्यवस्थित एकदम राम्रो खालको ढङ्गले बनाएको हुन्छ क्या चिरिक्कै हेर्नु न कति वरिपरि कस्तो वाल लागेको छ अनि त्यस पछाडि होइन तार जाली छ होइन त्यस पछाडि होइन भित्र ट्याङ्कीहरू एकदम व्यवस्थित ढङ्गको छ यसलाई फोटो खिचेर पनि लानु पऱ्यो तपाईँहरूले फेसबुकतिर फोटो पनि देख्न सक्नुहुन्छ त्यता पनि हेर्नु होला है ल अब चाहिँ म लागेको साथीहरू तलतिर हो तलतिर चाहिँ गोतामे गाउँ अथवा गौतम गाउँ पनि आउँदैछ त्यसो भन्थ्यौँ पहिले चाहिँ तर अहिले चाहिँ गौतमहरू चाहिँ खास त्यस्तो धेरै बसोबास छैन अहिले चाहिँ अलिक छासमिस छ नत्र अनि शुद्ध यहाँ तल चाहिँ गौतमहरू मात्रै बस्ने गर्छ त्योहरू पनि गोतामे गाउँ अथवा गौतम गाउँ भन्ने र चिन्थ्यौँ हामी चाहिँ अहिले चाहिँ अरू अन्य जातिहरू पनि बसाइ सरेर आएको छ यहाँ कति चाहिँ बसाइ सरेर पनि गइसकेको छ त्यही भएर अहिले त मिक्स जाति भइसकेको छ अरू दालहरू लगायत के जातिहरू छ साथीहरू मलाई पनि सबैलाई थाहा छैन हाम्रो गाउँदेखि अलिक
परतिरै पर्छ नि त, त्यही भएर पनि हो। ल गाउँ सुन्दर छ। अनि यो चाहिँ पुरै बाँसको झ्याङै झ्याङ छ साथीहरू। अनि बाँस चाहिँ प्रशस्त पाइने के, अनि कत्रो कत्रो बाँस छ, कति छिपेको। बाँसको लागि चाहिँ एकदम प्रशस्त के, फालाफाल हुन्छ नि त्यस्तै। यो तल सुन्दर घर छ। यो घर मैले थाहा पाउँदा पहिले गौतमको, अहिले चाहिँ दालको हो। यहाँको चाहिँ बहेसर तरातिर उहिले पहिले नै गइसक्नु होला जस्तो लाग्छ मलाई, थुप्रै भयो। यता कति बाँसघरी हिँड्दैछ न चाहिँ, बाँसै घरी हुँदैछ नि त। म चाहिँ कताबाट यता जाउँ कि तलबाट जाउँ? तलकै भट्ट जानु पऱ्यो। गाउँ चाहिँ किनेर गाउँ हुन्छ यता। अनि मूल बाटो अहिले चाहिँ साथीहरू यो गौतम गमको अलिक पुछारतिर छिरिसकेँ। यो चाहिँ मिल हो यहाँको, यो टोलको लागि। अनि यहाँ मालवासीतिर पनि आउँछ होला सायदै। मालवासीलाई यहीँ पर मालवासी त तिर्सैबाट चाहिँ यहीँ आउँछ। यहाँ चाहिँ मिल्छ चाहिँ चल्छ चल्दैन थाहा भएन मलाई। घरहरू चिटिक्क छ तर घरमा यो घरमा मान्छे छैन। बसेसकेर गएर अन्त गाउँ चाहिँ यता माथि साथीहरू। मलाई भेटिँदैन त्यसलाई। हजुरबा कहाँ जानुहुन्छ? टोइलेट जाँदै हुनुहुन्छ जस्तो छ। अमला चाहिँ छैन जस्तो छ साथीहरू। यहाँ तल हो, पुरै सिक्रा देख्छु। अनि यो डी चाहिँ हामीले बनाएको कहिले हो भनेपछि 2 वर्ष कि 3 वर्ष अगाडि। कस्तो छ भनेर अवस्था हेर्दैछु। यो हामीले बनाएको थियौँ। यो बनाउँदाको भिडियो पनि मैले हालेको थिएँ एकचोटि। हाल्नु चाहिँ हेर्नु होला साथीहरूले। तर अमला छैन नि हौ। के भयो? बोर्ड त अनि सिक्रै छ त अनि खतम भन्छ। साथीहरू अमलाको रुख छ यो। पर एकचोटि थियो जस्तो लाग्यो यसपालि चाहिँ रहेन यहाँ त। यसमा के भएर अडिएन अन्त लट्टै फल्थ्यो। एकदम राम्रो खालको अमला थियो। रहन्छ अमला अब मरिगयो नि। यतातिर एकजना अङ्कलको डीमा जाँदैछ साथीहरू। उत्तिसको बिरुवाहरू यस्तो दामी यो पहिरोमा। यो गोठमा झर्दैछु। गोठ कति भन्दा हो दाजु? ए बाख्रा कुखुरा सब यता रहेछ। खोइ काका चाहिँ कहाँ छ नि त? हो र? ए होइन, किन आउँदा झर्नु भएको? के बिरामी भएर कि? ए कुखुरा चारो हुन्छ खान्छ। साथीहरू अमला म यहाँ टिप्दैछु। अनि अमला चाहिँ खासै रहेन त। हुनु त त्यसलाई हुने पनि होइन नि त। अनि सोच्यो भने त अलिक भएन कि। अब यस्तै अनि 2 जरा टिपेर लाने हो, के गर्नु हो। मैले झारेको छु। यो खासै त्यति मिठो चाहिँ छैन। अघि मैले सुरुमा देखाएको बोटको चाहिँ मिठो थियो अमला। तर खास अमला त्यसलाई नहुने सिजनै होइन। तर पूर्व एकचोटि चाहिँ थियो र आएको 1-1.5 महिना चाहिँ हुन्छ होला है साथीहरू अमला। त्यहाँ हुँदैन त्यस्तो छ अमला। यो पनि घर धन्दा चाहिँ नभए नि टिपेँ मैले। कता कता छुट्यो नि। दुडा थियो के गर्नु।
यो त कहिलेको रहेछ आजको होइन पुरानो रहेछ मलाई त्यसलाई टिप्न आउने पनि टिप्न आउने हो नि त खासमा त मलाई त्यसले भेट्दैन के गर्नु अहिले चाहिँ साथीहरू म अमला टिपेर फर्किसकेँ अनि अमला चाहिँ ठ्याक्कै 2 महिना जति छ होला भेटिएन क्या हामीलाई त्यही भएर अलिक दुःख पाइयो अमला रहन्छ अमला यसपाल अलिक टिपेर धेरै मान्छेहरू लगिहाल्यो अरे अनि सिजन पनि होइन नि त खासमा त्यो भएर नि खासै पाइएन भने सोचे जस्तो भएन विशेष गरी चाहिँ तपाईँहरूलाई अमलाकै भिडियो देखाउन चाहिँ भएन अहिले चाहिँ साथीहरू म यहाँ बजगाई भएको घरमा आइसकेँ बा कता हुनुहुन्छ अघि त घरमा देखेको थिएँ म चाहिँ खासमा एक्लै हुनुहुन्छ नि त उहाँको घर गर्मी पनि थाल्यो अन्त टमाटरको बोट यत्रो भएको छ फल्नु आँटेछ किरा ए बा ए हजुर बा के गर्दा खाना हुन्छ क्या हो पाठाहरू त सबै भित्र बसेछ के गर्दै हुनुहुन्छ खाना पकाउँदै कताबाट हौ त आज कहाँबाट निक्लिछौ म यहाँ अमला टिप्न आएको अमला रहन्छ त्यो तपाईँहरूको यता हो सानो बिरुवा चाहिँ बिरुवा अरे हौ बिरुवा चाहिँ यता तपाईँको अमला त्यहाँ एक जग्गा चाहिँ टिपेर ल्याएँ मैले होइन अस्ति पोहोर त्यहाँ आउँदा त्यहाँ त्यो यतापट्टि ठुलो बोटमा थियो अहिले त रहेनछ नि झोला गाल परियो सकिने बेला नै हो नि चाहिँ तर पोहोर चाहिँ थियो र आएको त 1.5 महिना कोसेली नै विशेष गरियो काठमाडौँतिर त्यो त एकदम चिज हुँदो रहेछ नि त यहाँ अब हामीलाई मतलबै भएन अनि त्यो उता झर्दै थियौँ अन्त परबाट अनि त्यही भएर के अनि आराम कुशल हुनुहुन्छ नि ठिकै छु ल ठिक छ हजुर पाठा प्याउले भएर भित्रै आउँदो रहेछ ए त्यही त ल लाग्यो हजुरआमा केही न केही त्यस्तै त अनि गाउँघरमा होइन त्यही हो यसो टाइम पास ल लाग्यो है बामा ल राम्ररी बसी खानु होला ल है साथीहरू म चाहिँ लागेँ यहाँ यो ठ्याक्कै गौतम गाउँतिर छ अहिले ठ्याक्कै बिचतिर यहाँ आलु उहाँकै होला हजुरबाको खन्ने बेला भइसकेछ अनि आज त्यही हो अमला टिप्न आएको अमला भेटिएन ठिकै छ अब यता गाउँघरतिरको भिडियो देखाउन पाएँ खुसी लागेको छ बासँग एकछिन कुरा भयो अनि बाले पनि खुसीको कुरा गर्नुभयो त्यही हो त पनि देखाउनु पहिले साथीहरू हामी यही बाटो हिँड्थ्यौँ स्कुल पढ्दा अनि पोखराङ स्कुल पढ्दाखेरि यो बाटो हुँदै हिँड्थ्यौँ अहिले त जुन बाटोहरू पनि अहिले त हराइसकेछ अनि पहिले हाम्रो ब्यासमा हाम्रो बेला थुप्रै छ कि पर याङसिजोङ के अरे याङसिजोङ आरुपट्टि ढाँडै समेतको साथीहरू थियो त्यो बेला निकै धेरै थियो त्यस पछाडि त घट्दै घट्दै अहिले त्यताबाट एउटा पनि आउँदैन र उतै पनि मावि स्कुल खुलिसकेको भएको कारणले होला त्यो एकचोटि जानकारी गर्ने साथीहरूलाई तामा आउँदैछु ए काकी के गर्दै हुनुहुन्छ तरकारीको ल्याउँदै हुनुहुन्छ ए ल ठिक छ म त अलिक अमला खोज्न आएको रहेछ
सकिगयो त ढिलो भएछ पोहोर एकचोटि त थियो ठिकै छ अहिले त यहीँ छ अब अलिक दिनमा जान्छ काका कता जानु भयो ए के छ आराम कुशल हुनुहुन्छ ए ल ठिक छ ल ल म लाग्यो कि होइन म अलिक हतार छ हौ होइन म त थुप्रो ठाउँ निक्लिनु पर्छ कि पछि फेरि आउँला न म बेला बेला घुम्दै आउँछु नि ल है काकी बस्नु है